भगवान बुद्धको पावन जन्मभूमि नेपालमा नेपाली कला र नेपाल संस्कृतिले प्रख्यात रहेका बौद्ध विहारहरू ऐतिहासिक रूपमा आज पनि बुद्ध धर्मको प्रतीकका रूपमा रहेका छन्। बुद्ध जीवनीसँग सम्बन्धित स्थवीर भिक्षुहरूद्वारा सञ्चालित शुद्ध बुद्ध विहार नेपालमा लुप्तप्राय भइसकेको थियो। भिक्षुहरू देखिन छाडेका थिए। 19औं शताब्दीको अन्त्यतिर शुद्ध बुद्ध धर्मको स्वरूप बदलिएको अवस्थामा स्थवीरवादले अपनाएका शुद्ध बुद्ध धर्म पुनरुत्थानको अभियान रच्यो। त्यसबेला भिक्षुहरूले राज्यमा शारीरिक मानसिक कष्ट पनि भोग्नु पर्यो। शोषण दमनको बर्बरतामा पिछिएर पनि अभियानको प्रथम चरण पार गरे। त्यसलाई निरन्तरता दिई सघाउन दोस्रो चरणमा यहाँ बुद्ध धर्मको पुनरुत्थानमा समर्पित भिक्षुहरू देखा परे। यसै बेलाका ख्याति प्राप्त भिक्षु मध्येमा धम्माचर्य भिक्षु, ज्ञान पूर्णिक, महास्तवीर, प्रभावशाली भिक्षुको रूपमा देखा परे। ऐतिहासिक एवं पर्यटकीय जिल्ला पाल्पाको प्राकृतिक छटाले भरिपूर्ण सुन्दर नगरी तानसेन। बुद्धकालीन पारिलेक वनको प्रतीक श्रीनगर डाँडाको काखमा रहेको टक्सार टोल काठमाडौँ उपत्यकाबाट बसाई चलेका शिष्ट सिद्धहस्त उद्यमीहरूको निवास स्थल रहेको छ। उहाँको बाल्यकाल तानसेन नगरीको टक्सार टोल महाचैत्य बिहारको वरपर नै बित्यो र प्रारम्भिक शिक्षा पनि तानसेनमै प्राप्त गर्नुभयो। उहाँले पूर्व संघनायक शाक्यानन्द महास्तवीरज्यूको नेतृत्वमा शील पाठशाला स्थापना भएको थियो र सो पाठशालामा भन्तेज्यूले कक्षा 4 सम्म अध्ययन गर्नुभयो र त्यसपछि शाक्यानन्द भन्तेज्यूले आनन्द विहार महाचैत्य विहारमा धर्मदेशना र प्रवचन गर्नुहुँदा बालक हीरालाल शाक्य आफ्नो माता चन्द्रमाया शाक्यको साथमा जानुहुन्थ्यो। भन्तेज्यूको प्रवचन सुन्नुहुन्थ्यो र भन्तेज्यूको प्रवचनबाट उहाँलाई गहिरो छाप परेको थियो। 10-11 वर्षको कलिलो उमेरको हृष्टपुष्ट सुन्दर शरीर शाक्य कुलवंशी हीरालाल यहाँको एउटा सामान्य परिवारमा जन्मेका थिए। उनै हीरालाललाई भिक्षु ज्ञान पूर्णिकका रूपमा पीठ चिवर वस्त्र पहिरेर हातमा पिण्ड पात्र लिई 70 वर्षको उमेरलाई अंगाली काठमाडौँको नयाँ बानेश्वर स्थित विश्व शान्ति विहारमा विराजमान हुन पुगेको छ। हीरालाललाई बुद्ध शासनमा अर्पण गरी आचरणका हीरा बनाइदिने मातृत्व बोकेकी चन्द्रमाया शाक्य र पिता भएर पनि गृहस्थ कुल परम्पराबाट पुत्रलाई छुटाएका सूर्यलाल शाक्य धन्य रहेका छन्। माता चन्द्रमाया स्वयं पनि
बुद्ध शासनमा समर्पित भई शरणशिलाको रूपमा त्यागी जीवन बिताउन अनागारीका गुरुमा बन्न पुगेकी थिइन्। धन्य हो त्यो आदर्श परिवार। प्रत्येक वर्ष आँखा पनि दुख्थ्यो, ज्वरो इत्यादि पनि आउँथ्यो, विभिन्न प्रकारका खटिराहरू पनि आउँथे। त्यसरी अब 3-4 महिनासम्म त मेरो बालक जीवन चाहिँ दुःखले नै बित्थ्यो। अनि परिवारमा पनि ठुलो परिवार नभइकन सानो परिवार भएकोले आमा बुबा र हाम्रा 2 दाजुभाइ मात्रै घरमा हुन्थे। विशेष गरेर अब त्यो बेलामा शिक्षाको पनि त्यति प्रचार प्रसार नभएको हुनाले स्कुलहरू पनि त्यति साह्रो थिएन। अब प्राइभेटमा नै हामीहरूले पढ्नुपर्ने हुन्थ्यो। हामीहरूलाई त्यो सत्यमान श्रेष्ठ भन्ने हामीहरू आफ्नै दाजु जस्तै भएको हुनाले बाल्यकालमा पनि उहाँहरूकै घरमा मेरो जीवन बित्थ्यो। तीक्ष्ण बुद्धि भएका अध्ययनशील हीरालालमाथि उहाँका गुरु श्रद्धेय भिक्षु बुद्ध घोष महास्तवीर अतीव सन्तुष्ट थिए। नम्बर हीरालाललाई बिहान मामासँग बनाएको हीरालालको प्रवजित जीवनको लागि उहाँ स्वयं प्रेरक एवं गुरु बन्नु भएको थियो। आफ्ना प्रिय शिष्यलाई बौद्ध देश बर्मामा लगेर बुद्ध धर्ममा दीक्षित गर्न गुरु महास्तवीर प्रयासरत रहनुभयो र करिब 3 वर्ष काठमाडौँ र पाटनका विभिन्न विहारहरूमा शिक्षा अध्ययनको अवसर प्रदान गरे। 3 वर्षको अनवरत प्रयासले अनुकूल वातावरण जुटाई हीरालाललाई आफू बसेको बर्मामा बोलाउन गुरुद्वारा साँझो मिलाइएको थियो। साहसी हीरालाल स्वयं उत्साहित भई कलकत्ता पुगेर त्यहाँबाट बर्माको राजधानी रंगून पुगे। प्रिय शिष्यको अचानकको साहसिक आगमनले गुरुमा हर्षको सीमा रहेन। बर्मामा त्यस बेला छठ संगायन भइरहेको थियो। छठ संगायन जोगु नि बर्मा छठ संगायन जोगु बक्से श्याम सन्निपादुका चतुर्थ श्याम से सान बोले बुद्ध घोष भन्थे जिपिङ उनौका उनको बक्से चाहिँ उयो अवस्था चाहिँ 16 पेला त नपन्छन् ये ज्ञान पनि भन्ने नपन्छन् अहिले ज्ञान पनि भन्ने चाहिँ गिजेका अबले सामने गयो जिपि चाहिँ पिछे अहिले बर्मा भाषा सुनेको सामने त छुरायो कोही हो मुकला चाहिँ बराबर ए कोही हो भन्दै गरौँ ए कोही आइमा ढाला टपिकेको छु ए कोही ढाला देखाएर टपिकेको छु उनीहरूले चाहिँ 4-5 महिना होस्पुल नप जी चाहिँ ल्यायो होस्पुल चाहिँ बर्मा चाहिँ अध्ययन। त्यसै बेला 2012 साल श्रावण 12 गतेका दिन गुरु बुद्ध घोषले सोही गौरवमय स्थानमा अग्ग महापण्डित उ विशुद्ध महास्तवीरको उपाध्यायत्वमा आफ्ना शिष्य हीरालाललाई श्रामणेर ज्ञानपूर्णिक गराइदिनु। पहिले अध्ययन गर्न जाँदाखेरि एउटा त भाषाको प्रब्लम थियो अनि अर्को चाहिँ नयाँ नयाँ ठाउँहरूमा पढ्नको लागि हामीहरूलाई पठाएको हुनाले त्यहाँ राम्रोसित व्यवस्था पनि थिएन अनि त्यहाँ पढ्ने व्यक्तिहरूले पहिले स्थापना भएको बिहार भएको कारणले गर्दाखेरि बिहारको सेवाको कार्यहरू निकै गर्नु पर्दछ। कहिलेकाहीँ काठ पनि काट्नु पर्थ्यो, कहिलेकाहीँ पानी पनि ओसार्नु पर्थ्यो, कहिलेकाहीँ यो बिहारको सरसफाइमा पनि धेरै समय दिनु पर्थ्यो। पाएको नाउँलाई साकार राख्न उद्देश्यमा प्रतिबद्ध ज्ञानपूर्णिक अवसरलाई त्यसै गुमाउने खालका थिएनन्। बुद्ध धर्मको आधार ग्रन्थ पाली साहित्यका त्रिपिटक ग्रन्थहरूको अध्ययन मनन र अनुसरणमा लागै रहे उनी सामणेय। फलस्वरूप 2015 साल चैत्र 30 गते
20 वर्षको उमेरमा सामणेरबाट उपसम्पन्न भिक्षु बने। भिक्षु हुँदाखेरि चाहिँ अब बर्मी भाषा पनि जानिसकेको अनि विनयहरू पनि केही न केही हातमा परिसकेको हुँदाखेरि अनि गवाईमा त्यत्रो ठुलो महासीमामा मलाई भिक्षु प्रवर्जित गर्नुभएको थियो। अनि त्यो बेलामा ठुल्ठुला नामी नामी बर्माका प्रसिद्ध स्याडोहरू पनि सम्मिलित हुनुभएका थिए। 30 जना महास्तवीरहरूलाई त्यहाँ निम्ताइएको थियो। त्यसमा महासी स्याडोहरू, स्याडो विशुद्धहरू अनि त्यो मसोइङ स्याडोजी जुन मेरो उपाध्याय गुरु हुन्थ्यो, उहाँ त बर्मामा अत्यन्त प्रभावशाली व्यक्तित्वहरू पनि भएको र ख्याति पनि प्राप्त भएको विद्वान मानिने भिक्षुहरू त्यहाँ सम्मिलित भएका थिए। र त्यसबाट पनि मेरो मनमा यो एउटा किसिमको म चाहिँ निकै भाग्यशाली रहेछु। यत्र ठुल्ठुला ख्याति प्राप्त भिक्षुहरूको सान्निध्यमा बसेर म भिक्षु हुन पाएँ भनेर। चैत्य विहार युक्त श्वेतपीठ बुद्ध मन्दिरले घेरेको बर्मा देश भिक्षु ज्ञान पूर्णिकका लागि शान्तमय र अनुकूल रह्यो। कड़ा परिश्रम र मेहनतका साथ उनको अध्ययन जारी रह्यो। बर्मा देशको पाली युनिभर्सिटीबाट 1962 मा उनी शासन धम्मचर्य उपाधि हासिल गर्न सक्षम भए। धम्मचर्यमा 2 वर्ष लाग्यो मेरो। पहिलो 3वटा ग्रन्थ भएकोमा पहिलो परीक्षा वर्षको परीक्षामा 2वटा ग्रन्थ पास गरेँ अनि पछिल्लोमा मात्रै बाँकी एउटा ग्रन्थ पनि पास गरेँ। अभिधर्मको बाँकी रहेको थियो। 3 ग्रन्थ एकै वर्षमा मैले पुरा गर्न सकिनँ। त्यसो हुनाले अभिधर्मको चाहिँ पछिल्लो वर्षमा गौरवको महसुस भयो। मैले पनि विदेशबाट आएर सरकारी धर्माचार्य उपाधि प्राप्त गर्न सकेँ। उत्साहमा उत्साह थपिँदै गयो। उनको स्वाध्यायको क्रियाकलाप अगाडि बढिरह्यो। कर्मयोगिताको परिचय दिँदै गए। बर्माको बुद्ध शासनको काउन्सिल लक्ष्य अनुरूपको पाली बर्मिज वर्ल्ड डिक्सनरीको सम्पादनमा संलग्न भए उनी। भिक्षु जीवनको अतीत अनुभव बर्मामै सँगाले। गम्भीरता मिसिएको हंसमुख धैर्य प्रकृतिका लगनशील ज्ञान पूर्णिक भारतको प्रसिद्ध नगरी बौद्ध जातकमा उल्लेखित बनारस पुगे। बुद्ध शासनानुकूल शिक्षा दीक्षाको लागि गुरुवर बुद्ध घोषको सदीक्षा उनको लागि सदा शिरोपर थियो। यसर्थ सजग रही बनारसमा अध्ययनरत रहे। परिणाम स्वरूप त्यहाँको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा स्नातक हुन पुगे। देश विदेशको शिक्षा अन्तर्गमनको भ्रमण चलिरह्यो उनमा। बागमती विष्णुमतीको कल